हेलो साथीहरु नमस्ते स्वागत छ यहाँहरुलाई मेरो च्यानल भूमिज इटमा। आज फेरि पनि म एउटा सिम्पल खानाको साथमा उपस्थित भइसकेको छु। आज चाहिँ मेरो खानामा एकदमै सिम्पल छ। सिमी र आलु फ्राई गरेको छु। यहाँनिर फेभरेट किनेमाको अचार, पहेँलो दाल र सुक्खा पापड। सिमीसँग खाऊ। खाइ ल फर्स्ट बाइट। म क्लाउनु बिर्सिहाल्दो रहेछु, त्यही कारण एकछिन डिले भयो खानुमा। मिठो भएछ? किनेमा चाहिँ मिठो भएछ। म आज यस्तो सुक्खा खानु मन पर्छ, दाल पिउनु पर्यो। साथीहरु सिम्पल नर्मल खानाकै मुकबाङहरु ल्याउँदैछु, यसरी नै हेरेर साथ सपोर्ट गर्नु होला है। बेङ्गली स्टाइलले खानु जेसँग खान्छ नि उनीहरूले हो। भात खाबे? सिमी आलु मिठो हो। ल पानी पर्यो साथीहरु, अब चाहिँ मकैहरु अलिक सास आयो होला। सुकेर केही छैन है। दिबे भात मोटो थियो, लामो पनि। पुलाउहरू खानु दामी हुन्छ। कस्तो नाल त यस्तो चलाम राख्दिनु पर्ने छ। अब किनेमासँग खान्छु। काहीँ जग्गा किनेको किनेमा सुक्खा पनि मिठो हुँदैन त। त्यस्तै नै हामीले खाएको नि एकपल्ट। त्यहीँबाट ल्याएको। बाट पर्दा मुक्ति पायो। हिजो अस्ति त खाना खाँदा पनि खल खल पसिना आएर फ्यान चलाउँ भनेर नि त्यो पातला स्ट्यान्डबाट हल्लिहाल्नु। खर्साङ चाहिँ होस् ल, पुरी पर्छ। ठिकै खानुपर्छ सबै कुरो। जो पनि बेसी एक्सेस भयो भने खाने हुन्छ। अलिकति नुन हुनुपर्छ है किनेमामा। कतिवटा कुरा हुन्छ नि, त्योहरू चाहिँ अलिक नुन भएको चाहिँ अझै टेस्ट आउँछ। ल
सबै मलमा भात ठिकै पस्यो बाटो बन्द भयो यताको टोटल बनाएन नि त खुल्दै भयो फेरि नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै तबसम्मको लागि बाई बाई टेक केयर